हेलो साथीहरु सबैजनालाई नमस्ते। यति बेला हामी चाहिँ जाजरकोट छेडाघाट नगरपालिका 13 कार्की गाउँको यो माथि चिमारा केरी मालिका मन्दिरमा घुम्न गएका छौं। यहाँ स्थानीय भाइ अनि एकजना दाइ अर्को भाइ 4 जना चाहिँ घुम्न गएका छौं। यहाँ चाहिँ मन्दिरहरू एकदम राम्रो राम्रो रहेछ। हामी त यहाँ गएर घुमिसक्यौं, दर्शन गरिसक्यौं। तपाईहरु पनि सबैजना यसो फुर्सद छ भने यदि यता कार्की गाउँतिर आएर यसो यतातिर घुम्न आउन पाउनु भएको छैन भने आइदिनु पर्यो है एकचोटि। यहाँ टक्क कति राम्रो मन्दिरहरू छ, दर्शन गर्ने टक्क टावरहरू छ अनि बस्नलाई राम्रो प्रतीक्षालय पनि छ। हामी चाहिँ यसो यतातिर आज टाइम मिलाएर यसो घुम्न आएको। सबैजना यदि जाजरकोटतिर हुनुहुन्छ भने कुनै बेला यता कार्की गाउँतिर आउनुभएको छ भने यता यो मालिकातिर यसो दर्शन गर्न आइदिनु हुन सबैलाई यो चाहिँ सल्लाह दिन चाहन्छु। ल छिटाउ हो, पानी पर्ला जस्तो छ, पानी पर्ला जस्तो। एउटा भाइ छन् हाम्रो एकदम जाजरकोटको एकदम ह्यान्डसम भाइ। टक्क हामी चाहिँ साथमा आइरहेको छौँ यसो घुम्न। स्थानीय भाइ बाटोमा चिनेर यसो भाइलाई ल्याएको। आइज ओए, सिधै स्कुल लिएरै जान्थेँ म त। दुईजना केटाहरू चाहिँ पछाडि दर्शन गरिरहेछन् अझै पनि। छिटो आऊ के, छिटो। ल दुईजना पनि आइसक्नु भएको छ। अब हाम्रो दर्शन गर्ने कार्यक्रम सकिसकेको छ। अब चाहिँ लागिन्छ हामी तल कार्की गाउँतिर, डाँडातिर, स्कुलतिर। कताबाट? स्कुलमै। ल हामी चाहिँ लाग्यौँ है ओह्रालो। अब यी साथीहरूलाई अब कस्तो लाग्यो त दर्शन यार, साथीहरू भनिदिनु पर्यो यार। एकदम राम्रो गरे। ल हामी चाहिँ लाग्यौँ है ओह्रालो, साथीहरू ओह्रालो लाग्यौँ। अब लोकेसन पनि राम्रो छ, मौसमले पनि ठिकै गरेको थियो। अलिकति बादल गऱ्यो, अलिक डर लाग्यो। ओह्रालो लाग्नु पर्यो साथीहरू। ल लाग्यौँ है, सबैलाई बाई बाई। सम्झना हुनेछ यो चाहिँ आज।